नमस्कार, स्वागत छ हिम्मत मिडिया नेटवर्कको विशेष प्रस्तुति सत्याधारको पहिलो श्रृङ्खलामा। आज हामी नेपालको प्रेस स्वतन्त्रता र कानुनी शासनको सीमामाथि एउटा गम्भीर सवाल उठाउँदैछौँ। हरेक लोकतान्त्रिक मुलुकमा पत्रकारितालाई राज्यको चौथो अङ्ग मानिन्छ। यो सम्मान हो, न कि गैर जिम्मेवारीको लाइसेन्स। तर अहिले यही सम्मानित आवरणमाथि एउटा अवैध छाया मडारिरहेको छ। केही व्यक्तिहरू जोसँग न पत्रकारिताको आधारभूत तालिम छ, न स्थापित संस्थाको सम्बद्धता, न त कुनै नैतिक जवाफदेहिता, उनीहरू केवल एउटा मोबाइल बोकेको भरमा आफूलाई मिडियाकर्मी वा चौथो अङ्गको सिपाही भन्दैछन्। यो गैर जिम्मेवार दाबीले वास्तविक पत्रकारितालाई हल्का र हास्यास्पद बनाउँदैछ। सत्याधारमा हामी यही झुठो आवरणलाई चिरेर पत्रकारिताको वास्तविक आधार के हो भन्ने प्रश्न उठाउँदैछौँ। आज हामी यहाँ कसैलाई दोष लगाउन वा कसैको मनोबल गिराउन आएका होइनौँ। हाम्रो उद्देश्य केवल यो भ्रमको पर्दा हटाएर यथार्थ देखाउनु हो। र आजको हाम्रो विश्लेषण तीन मुख्य बिन्दुमा केन्द्रित रहनेछ: पत्रकारिता र प्रवाहिता बीचको अन्तर, कानुनी राज्यमाथि सिर्जित समस्या र समाधानका लागि नागरिकको भूमिका। सबभन्दा पहिले हामीले मोबाइल बोकेर हिँड्ने प्रवाह सिर्जनाकर्ता यानि कि कन्टेन्ट क्रिएटर र व्यावसायिक पत्रकार प्रोफेसनल जर्नालिस्ट बीचको सूक्ष्म र आधारभूत अन्तरलाई बुझ्नै पर्छ। यो फरक थाहा नपाउँदा नै नागरिकलाई भ्रम परेको हो। व्यावसायिक पत्रकारिताको उद्देश्य सार्वजनिक हित र तथ्यको सत्यापन हो। हरेक समाचार निष्पक्ष, सन्तुलित र प्रमाणित हुनुपर्छ। गैर व्यावसायिक प्रवाहिताको उद्देश्य प्राय व्यक्तिगत आय र सस्तो लोकप्रियतामा सीमित हुन्छ। उनीहरूको ब्रेकिङ न्युज प्राय दर्शकलाई उत्तेजित पार्ने र क्लिकबेटमा आधारित हुन्छन्। एक दर्ता प्राप्त मिडिया संस्थाको पत्रकारले गल्ती गरेमा उसलाई संस्थागत सम्पादक, प्रेस काउन्सिल र सूचना विभागप्रति जवाफदेही हुनुपर्ने हुन्छ। तर व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूलाई गलत समाचार वा मानहानिका लागि नियमन गर्ने कुनै सशक्त आन्तरिक संरचना छैनन्। उनीहरूको जवाफदेहिता केवल प्लेटफर्मको नियमप्रति मात्र हुन्छ, जुन पर्याप्त छैन। नैतिकता र आचार संहिता। नेपाल पत्रकार महासङ्घले तोकेको पत्रकार आचार संहितामा स्रोतको सुरक्षा, गोपनीयताको कदर र बालबालिका तथा महिला संवेदनशीलता जस्ता महत्त्वपूर्ण सिद्धान्तहरू छन्। यी आत्मघोषित मिडियाकर्मीहरूले प्राय व्यक्तिको निजी जीवनमा क्यामेरा तिर्स्याउने, परिवारको झगडा सार्वजनिक गर्ने र मानवीय मर्यादालाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेको पाइन्छ। यो गोपनीयताको हकमाथिको सिधै प्रहार हो। यो गैर जिम्मेवार स्वतन्त्रतालाई पत्रकारिताको धर्म भन्दै गरिएको यो कार्य स्वतन्त्रता होइन, गैर जिम्मेवार अराजकता हो। र यसको सबभन्दा गम्भीर परिणाम हाम्रो कानुनी राज्यमाथि देखिएको छ। कानुनी राज्यमाथि सिर्जित सङ्कट आज उठान गरिएको विषयवस्तुको सबभन्दा पीडादायी पाटो हो। जब कुनै गम्भीर प्रकृतिको घटना जस्तै हत्या, ठुला आर्थिक अपराध वा बलात्कारमा प्रहरी अनुसन्धान जारी हुन्छ, तब केही युट्युब च्यानलहरूले अनुसन्धानमा प्रहरीले गोप्य राखेका फुटेज, व्यक्तिगत संवाद वा प्रमाणको विवरणलाई सार्वजनिक गरिदिँदा अपराधी सचेत हुन्छन्, प्रमाण नष्ट गर्ने मौका पाउँछन् र साक्षीहरू धम्कीको कारण पछि हट्छन्। यो कार्यले अनुसन्धान प्रक्रियालाई सिधा निरर्थक बनाउँछ। न्यायपूर्वकको फैसला। कतिपय प्रवाहकर्ताहरूले आफ्नो मिडियामा अभियुक्तलाई अपराधी घोषणा गरिदिन्छन् र सजाय समेत तोकिदिन्छन्। नेपालको संविधान र कानुनले अपराधको फैसला गर्ने अधिकार केवल अदालतलाई दिएको छ। यी कार्यहरूले न्याय गर्नु अघि नै फैसला सुनाउने अधिकार हातमा लिएको देखिन्छ, जुन अदालतको अवहेलना र कानुनी राज्यको धज्जी उडाउनु हो। सामाजिक कलङ्क। अनुसन्धानको क्रममा मात्र रहेका निर्दोष व्यक्तिहरूलाई पनि झुटो आरोप र सामाजिक
कलङ्क लगाइन्छ। पछि अदालतले सफाई दिए पनि युट्युब र फेसबुकमा फैलिएको भ्रामक सामग्री र मानसिक स्वास्थ्य सधैँका लागि ध्वस्त हुन्छ। अनुसन्धानको क्रममा मात्र रहेका निर्दोष व्यक्तिहरूलाई पनि झुटो आरोप र सामाजिक कलङ्क लगाइन्छ। पछि अदालतले सफाई दिए पनि युट्युब र फेसबुकमा फैलिएको भ्रामक सामग्रीका कारण उनीहरूको सामाजिक जीवन र मानसिक स्वास्थ्य सधैँका लागि ध्वस्त हुन पुग्छ। यो अवस्थामा हामीले यो गैरकानुनी हस्तक्षेपलाई स्वतन्त्र पत्रकारिताको नाम दिन मिल्दैन। यो न्यायको बाटोमा उभिएको एउटा ठूलो अवरोध हो। समाधानको आग्रह गर्दै र नागरिकको भूमिका पनि उत्तिकै देखिन्छ यसमा। अब यो सङ्कटबाट पार पाउन के गर्न सकिन्छ? सत्याधार मार्फत हामी केवल समस्या देखाउँदैनौँ, निष्कर्ष र समाधानतर्फ पनि लैजान्छौँ। नियमनकारी निकायलाई 3 सूत्र जस्तो कि अनिवार्य दर्ता र परिचय पत्रको प्रावधान, प्रेस काउन्सिल र सूचना विभागले पत्रकारिताको नाममा सामग्री प्रसारण गर्ने सबै व्यक्ति वा संस्थालाई न्यूनतम मापदण्डसहित दर्ता गर्न अनिवार्य गर्नुपर्ने देखिन्छ। दर्ता नभएका र आचार संहिता उल्लङ्घन गर्ने च्यानलहरूलाई दण्ड र जरिवानाको स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ। अर्को छ अनुसन्धान सम्बन्धी प्रोटोकल। प्रहरी र साइबर ब्युरोले विचाराधीन मुद्दा सम्बन्धी गोप्यता भङ्ग गर्ने वा अनुसन्धानमा हस्तक्षेप गर्ने व्यक्तिमाथि तत्काल फौजदारी कारबाही अगाडि बढाओस्। कानुनको कार्यान्वयन डरलाग्दो हुनुपर्छ। त्यस्तै डिजिटल मिडिया साक्षरता अभियान पनि अपरिहार्य देखिन्छ। सरकारले नागरिकलाई सत्य समाचार र भ्रामक अफवाह बीचको फरक छुट्याउन डिजिटल साक्षरता अभियान सञ्चालन जरुरी देखिन्छ। दर्शकहरूको निर्णायक भूमिका हामीले बिर्सनु हुँदैन। यो अराजकताको इन्धन तपाईको क्लिक र भ्युज नै हो। तपाई दर्शक नै यो चौथो अङ्गको अन्तिम निर्णायक हुनुहुन्छ। स्रोतको सत्यापन। कुनै पनि समाचार हेर्नुअघि त्यसको संस्थागत आधार खोज्नुहोस्। यदि च्यानलसँग सम्पादकीय टिम, आधिकारिक दर्ता र पत्रकारिताको मूल्य छैन भने त्यसलाई पत्रकारिता होइन व्यक्तिगत राय मात्र मान्नुहोस्। क्लिक गर्न बन्द गर्नुहोस्। उत्तेजक र सनसनीपूर्ण हेडलाइन भएका मिडियाहरूलाई नहेर्नुहोस् र सेयर नगर्नुहोस्। तपाईको यो सानो कार्यले अराजक प्रवाहकर्ताको आर्थिक आधार कमजोर बनाउँछ। अब हामी करिब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, तर त्योभन्दा अगाडि समापन र आगामी अङ्कको जानकारी। आजको अङ्कमा हामीले पत्रकारिताको नाममा भइरहेको मर्यादाको रेखा उल्लङ्घनमाथि गम्भीर बहस गर्यौँ। सत्यको आधारमा अडिग रहेर मात्र हामी पत्रकारिताको गरिमालाई जोगाउन सक्छौँ। हामीले आज उठाएको यो विषय केवल सुरुवात मात्र हो। आगामी अङ्कको सत्याधारमा हामी यही विषयको दोस्रो र अझ गम्भीर पाटो खोल्नेछौँ। त्यो हो मिडियाको दोहोरो चरित्र, टिआरपीको लोभ र न्यायिक हस्तक्षेपको प्रमाण। अर्थात् कसरी मूलधारका मिडियाहरू पनि आय आर्जनको दौडमा पत्रकारिताको धर्म बिर्सँदैछन् र गम्भीर घटनाहरूको अनुसन्धानमा तथ्यात्मक प्रवृत्तिमा आधारित हस्तक्षेप भइरहेको छ भन्ने विश्लेषण हामी प्रस्तुत गर्नेछौँ। आगामी हप्ताको अङ्कमा पनि हामी यसको कारण र परिणामलाई कानुनी र नैतिक कसीमा जाँच्नेछौँ। हेर्दै रहनुहोला हिम्मत मिडिया नेटवर्कको विशेष प्रस्तुति कार्यक्रम सत्याधार। आगामी अङ्कमा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु। हस्त नमस्ते।